दर्शकबिन नमस्कार। आज म कुण्डली हेरेर गल्ती पत्ता लगाउने तरिका लिएर उपस्थित भएको छु। तिनमा 6वटा आधार लिएर उपस्थित भएको छु। त्यहाँभन्दा बढी आधारहरू छन्, तर मैले साधारणतया 6वटा आधार लिएर उपस्थित भएको छु। सूर्य, चन्द्र, शुक्र, बुध र राहु केतुद्वारा हेरेर यो कुण्डली हेरेर ठिक छ या गलत छ भनेर पत्ता लगाउन पनि सकिन्छ साधारणतया। अब यदि सूर्यद्वारा पत्ता लगाउनको लागि यसरी राशि भरिएका हुन्छन् 1 2 3 4 5। यो लग्नमा जुन बस्यो 5 6 7 8 9 10 र 11 12 जति पनि अङ्क हुनसक्छ, 1 पनि हुनसक्छ। ती राशिहरू हुन्। यिनलाई नहेरेर ग्रहहरू हेर्ने। पहिला ग्रह हेर्दा सूर्यद्वारा पत्ता लगाउने तरिका दुईवटा, महिनाद्वारा र रात दिनद्वारा। कसरी भन्दा सूर्यद्वारा यो कुण्डलीमा सूर्य कहाँ बसेका छन्, जतिको अङ्कमा बसेका छन् त्यतिौँ महिना जन्म हो भनेर पत्ता लगाउन सकिन्छ। यदि वृश्चिक 8 वृश्चिक भयो, वृश्चिक राशि भनेका 8औँ महिना, 8औँ महिना मङ्सिरमा जन्म भएको छ भने 8मा सूर्य लेखिएको हुन्छ। सूर्य यही 8मा। यदि वैशाखमा जन्म भएको छ भने 1मा सूर्य लेखिएको हुन्छ। असारमा जन्म भएको छ भने वैशाख जेठ असार 3मा सूर्य लेखिएको हुन्छ। यसरी सूर्य जतिको अङ्कमा लेखिएको छ त्यही अङ्कमा अर्थात् त्यही महिनामा जन्म भएको भन्ने थाहा हुन्छ। यदि जेठमा जन्म भएको छ र यहाँ सूर्य 3को वैशाख जेठ असारमा 3 नम्बरमा सूर्य लेखिएको छ भने त्यो कुण्डली गलत। त्यसैले जतिौँ महिनामा जन्म भएको छ त्यतिमा सूर्य लेखिएको हुन्छ कुण्डलीमा, पहिलो आधार। त्यस्तै गरेर त्यो महिनाको आधार भयो। रात र दिन। रात दिन भनेको सूर्यबाट कसरी हेरिन्छ भन्दा यहाँबाट घडी जसरी घुम्छ दायाँ साइड, त्यस्तै किसिमले यदि सूर्य यहाँदेखि लिएर यहाँसम्म 7औँ भावसम्म यसको सिधा हेरौँ, 1 2 3 4 5 6 7 7औँसम्म यो पाटामा यदि सूर्य राखिएको छ, अङ्कमा होइन पाटामा, भने दिनमा जन्म। यहाँदेखि यतातिर बायाँ साइडमा यदि सूर्य राखिएको छ भने रातको जन्म भनेर बुझ्नुपर्ने हुन्छ। तसर्थ यदि दायाँ साइडमा छन् भने यदि रातमा जन्म भएको छ र सूर्य यी पाटोमा, यो दायाँ साइडको पाटोमा यदि रह्यो भने त्यो गलत हुन्छ। 3मा जन्म भएको छ भने गलत हुन्छ। रातिसम्म यहाँसम्म, बेलुकासम्म यहाँसम्म पर्न सक्छ, तर डिग्री थोरै हुन्छ। त्यसरी बुझ्न सक्नुपर्छ। सूर्यद्वारा बुझ्ने तरिका एउटा पत्ता लगाउने तरिका। अब चन्द्रद्वारा। अब सूर्य यहाँ छन् भने यदि राम्रोसँग बुझियो होला सूर्यको बारेमा। चन्द्रद्वारा कसरी पत्ता लगाउने। यदि चन्द्रमा यहाँ लेखिएका छन् भने त्यो व्यक्तिको राशि कुम्भ हुन्छ। राशि वृश्चिक छ, लेखिएको छ चन्द्रमा 11मा, त्यो गलत भयो। त्यस्तै जुन राशि छ त्यतिौँ अङ्कमा यदि कुण्डलीमा भरिएको छ भने त्यो चिन्ह अर्थात् त्यो कुण्डली, त्यो पत्रिका ठिक छ भनेर जान्न सकिन्छ। यदि चन्द्रमा 3मा लेखिएको छ चिन्हमा, यो कुण्डलीमा, र व्यक्तिको राशि मेष हो भने त्यो पनि मिलेन। कुण्डली हेरेर पत्ता लगाउन सकिन्छ। त्यो व्यक्ति यति हेरेर त्यो दिनमा जन्मेको कि रातमा जन्मेको अथवा त्यसको राशि के हो भनेर पत्ता लगाउन सकिन्छ। चन्द्रद्वारा राशि हेरेर। औँसी र पूर्णिमाको कुरो पनि छ। औँसी भनेको यदि सूर्यनारायण कुनै पनि, उदाहरणको लागि यहाँ भनौँ, यहाँ सु लेखिएको छ, सूर्यनारायण छन्, यहाँनिर चन्द्रमा छन् भने सूर्यको अपोजिट यहाँ सूर्य भयो, यहाँ चन्द्र, यहाँ सूर्य भयो, यहाँ चन्द्र अपोजिट छन् भने त्यो पूर्णिमामा जन्म भएको र सूर्यसँगै चन्द्रमा मिसिएर बसेका छन्, अथवा यहाँ सूर्य छन् यहाँ चन्द्रमा छन् भने औँसीमा जन्म भयो। एकै ठाउँमा भयो, औँसी अलग अलग भयो भने, यसरी अपोजिट भयो भने पूर्णिमामा जन्म भयो भनेर चन्द्रमाद्वारा पनि पत्ता लगाउन सकिन्छ। त्यस्तै गरेर शुक्रद्वारा। सूर्यनारायण जहाँ बसेका छन् तिनका 3 स्टेप टाढा गयो भने 3 स्टेप, नत्र 2 स्टेप टाढा हुन्छन् सूर्यनारायण। जस्तै उदाहरणको लागि यहाँ सूर्य छन् अथवा कहीँ पनि सूर्य छन् भनौँ, उदाहरणको लागि यहाँ सूर्य छन्, यहाँदेखि शुक्र कि त यहाँ हुन्छन् कि यहाँ
धेरै टाढा गयो भने यहाँसम्म पुग्छन्, नत्र त्यहाँभन्दा टाढा जाँदैनन्। यसरी शुक्र कतिको नजिक छन्, यहाँभन्दा टाढा गयो भने त्यो कुण्डली गलत भनेर बुझ्नुपर्छ। अर्को आधार छ 4थो नम्बरमा बुध। सूर्यनारायणका नजिकै बुध बसेका हुन्छन्। कहीँ पनि सूर्यनारायण बसेका छन् भने तिनका नजिकै यदि बुध छन् भने कुण्डली ठिक। बुध यहाँ 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 3 स्टेप, यहाँबाट यता 1 स्टेप, यता 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 1 स्टेप, कहीँ पनि सूर्यनारायणको 1 स्टेप यता 1 स्टेप यता अथवा सूर्यको आडैमा अथवा साथमै छन् भने बुध त्यो कुण्डली ठिक हो, नत्र गलत हो। त्यस्तै गरेर राहुको कर गर्दा यदि राहु उदाहरणको लागि राहु कहीँ पनि राखौँ, राहु यहाँ छन् भने केतु यिनको अपोजिट यहाँनिर हुनुपर्छ। अपोजिटमा केतु रहन्छन्, केतुको अपोजिट राहु रहेनन् अथवा केतु यहाँ छन् राहु यहाँ, यो गलत कुण्डली। केतु यहाँ छन् राहु यहाँ, गलत कुण्डली। तसर्थ राहुको अपोजिट केतु रहन्छन्। यसरी कुण्डली ठिक छ अथवा गलत छ भनेर यो आधारबाट पनि पत्ता लगाउन सकिन्छ। त्यस्तै अरू अन्य आधारहरू पनि छन्। मैले साधारणतया यिनै 6वटा आधार लिएर यहाँहरूलाई जानकारी दिएँ। अब अन्य जानकारीको लागि अन्य भिडियोमा उपस्थित हुनुहुन्छ। हस्त नमस्ते।